जाओस् होइन त्यो पनि भविष्य राम्रो होस् उज्जवल होस् सुस्वास्थ्य दीर्घायुको कामना छ हाम्रो है ल अब कन्या नानीहरू आएपछि हामीले दक्षिणा गर्नुपर्छ मलाई खबर गर्नु पर्यो तपाईँले ल हजुरहरू पनि टिका लाउन आउँछु ल जानु चल्दैछ ल आउनु पाइन्छ पुजारी बा सन्तोष कुमार सम्पूर्ण उहाँको लगायत सम्पूर्ण परिवारको स्वास्थ्यको कामना हाम्रो प्रकृति अग्रजहरू चाहिँ उहाँलाई शुभायुको कामना ल आउनु त ल्याइदेऊ न दाइले पनि ल्याइदियो दाइले के खानु पिउनु झोल ड्रिङ्क्स मैले साथीहरूसँग खाना अरू त खानुहुन्न भाइ मगर आइ त मजाले खाम है मगर आइतमहरू कस्तो कस्तो छ खानु खामै मजा माघे सङ्क्रान्ति ल 12 सेलरोटी नमस्ते खाइगर Hey, why you drink Fanta? Yes. Yes, sir. Hello. चेतन भनेको जो अब यो खायो जोरले बस जोरले
तर पुनमबाट आएको छैन र आछ ऊ उहाँ पुनमको ग्रुप त छ कहाँ हुनुहुन्छ भने खोज्दै हिँडेको यहाँ बस्नु परेछ ठुलो मान्छे मेरो पाला नाम चोरे विनोद चौधरीले पैसा दिएर बगानले जित्यो त अनि विनोद चौधरी नमस्ते झोरले हेलो भारसनी समाज हङकङका कुलबहादुर बुढाथोकीज्यू, लुम्बिनी मञ्च हङकङका अध्यक्ष श्री गणेशजङ राणाज्यू, बुटोल सेरोफेराका अध्यक्ष श्री सुनिल थापाज्यू, नेपाली एकता समाज हङकङका अध्यक्ष तुलसी उप्रेतीज्यू नेपाल हुनुभएको जानकारी आएको छ। त्यस्तै उहाँको कोही प्रतिनिधि आउनु भएको छ भने कृपया मञ्चमा आएर अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। यो मगरहरूको महान पर्व माघे सङ्क्रान्ति मिनाम लोसा भन्छन्। अब यो हामी अलि बागलुङतिर गएरले अलिकता हामीलाई यो बढी हामी यसमा छैनौँ, तर हामी पनि विदेशतिर घुमफिर गर्दै गर्दै अलिकता अहिले चाहिँ धेरै आकर्षित भइसकेका छौँ। र आज यो हाम्रो जो माघे सङ्क्रान्ति कार्यक्रम मनाउन मगर समुदाय मात्र नभएर यहाँ गैर मगरहरू पनि यहाँ थुप्रै हामीलाई बत्ती जलाएर आजको कार्यक्रम उद्घाटन गरिदिनु हुनको लागि हाम्रा प्रमुख अतिथिज्यूलाई हार्दिक अनुरोध गर्दछु। सम्पूर्णले ताली बजाइदिनु होला। हाम्रो प्रमुख अतिथिज्यूले योगदान दिनुहुने मकर सङ्घ हङकङलाई
हाम्रा दाजु मदन प्रसाद राणाज्यूलाई धेरै धेरै बधाईका साथ हामी खुसी व्यक्त गर्दछौँ। रूपमा एकदम दियो ज्यान दिएर सहयोग गर्नुभएको हाम्रा मगर महिला सङ्घका हङकङका अध्यक्ष बिनु थापा मगरज्यूलाई धेरै धेरै बधाईका साथ हामी सबैले कृपया ताली बजाऊ। र हाम्रो यो समाज मगर सङ्घ हङकङलाई हरेक समयमा साथ दिनुहुने आर्थिक नैतिक रूपमा सपोर्ट गर्नुहुने दिदीलाई हार्दिक बधाई छ। सम्मानकै क्रममा दिदीज्यूलाई हार्दिक अनुरोध गर्दछु। सबैले ताली बजाइदिनु होला कृपया। सम्मानकै क्रममा मगर सङ्घ हङकङका आजीवन सदस्य श्री सुनिता थापा मगरज्यूलाई स्टेजमा निम्ताउँदछु। सम्मानकै क्रममा मगर सङ्घ हङकङका आजीवन सदस्य श्री भूमा थापा मगरज्यूलाई स्टेजमा सम्मान ग्रहण गरिदिनु हुनको लागि ताली बजाइदिनु होला कृपया। सम्मानकै क्रममा मेरो बहिनी प्यारो बहिनी कल्पना काउचा मगरज्यूलाई धेरै धेरै धन्यवाद मलाई यो समय र मौका दिनुभएको छ। साथै मगर सङ्घ हङकङका आसन गरेर बसिराख्नुहुने अध्यक्ष दाजु हेमराज थापा मगरज्यू, साथै प्रमुख अतिथि पृथ्वी राणा मगरज्यू, साथै भूपुका दाजु है दर्जे दाजुलाई पनि गुरुङ दाजुलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो अमूल्य समय दिएर उहाँहरू यहाँ उपस्थित हुनको लागि आउनुभएको छ। हाम्रो यो साथसाथै हाम्रो यो सानो मगर सङ्घ स्थापना हुँदै गर्दाखेरिको यो पहिलो यो अहिले हाम्रो धेरै बिच विवादहरूबाट हामी लड्दै पछाड्दै हामी अहिले यो स्थानमा आएका छौँ। यो स्थानलाई, यो समयलाई, यो कार्यक्रमलाई सफल पार्नलाई आउनुहुने मगर सङ्घ मगरका दाजुभाइ दिदीबहिनीहरू, मेरो नानीहरू, मेरो बुबा आमाहरू, मेरो दिदीबहिनीहरूलाई सम्पूर्णलाई धेरै धेरै धन्यवाद र मगरहरूको राष्ट्रिय र महान पर्व माघे सङ्क्रान्तिको धेरै धेरै शुभकामना। अनि आउने दिनहरूमा पनि हामी यसरी नै माघे सङ्क्रान्ति हामी यसरी नै मनाउने छौँ र तपाईँहरूको साथ सपोर्ट हामी आउने दिनहरूमा पनि आशा गरेका छौँ र आजको दिनमा पनि तपाईँले हामीलाई आर्थिक भौतिक सबै कुराहरूमा हामीलाई सहायता दिनुभएको छ। त्यसको लागि मेरो व्यक्तिगत तर्फबाट मेरो हृदयदेखि तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। मेरो ह्याप्पी माघे सङ्क्रान्ति है सबैलाई।